विष्णुराज ढुङ्गाना, रमेश कुमार हमाल, कार्यवाही अध्यक्षहरू नरेन्द्र राजा र महेश बोराको काम कारबाहीहरू विवादस्पद रहेको र हालका अध्यक्ष पनि विवादमा रहेकोले यस क्षेत्रमा संलग्न 73 लाख लगानी गर्दा भ्रष्टाचार विरुद्धको लडाईँमा शहीद भएका 18 जना चेन्जी युवाहरू नेपाली नागरिकहरूको हितको रक्षाका लागि देशको पुँजीबाट अन्तर्राष्ट्रिय स्तरमा उन्नत बनाउन उपयुक्त कदम चाल्न र अन्य क्षेत्रमा व्यापक भ्रष्टाचार निर्मूल गर्नका लागि आवश्यक कदम चाल्न संयुक्त चेन्जीलाई बाध्य पारिएको छ। त्यसकारण नेपालको अध्यक्षमा तत्काल राजीनामालाई माग गर्दै यस्तो प्रकारको क्रियाकलापहरूमा लगाम नलगाइएमा नेपालको आर्थिक क्षेत्र खल्लो सूचीबाट कालो सूचीमा जान सक्ने त्यो कुरा पनि जानकारी गराइन्छ। मागहरू गर्न गएका नेपालीहरूको लागि निष्कासित आइपिओ गाँठमा प्रक्रियालाई तत्काल रोक्नुपर्छ। निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल भित्रोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्छ। बोर्ड अध्यक्ष दोषीहरूले तत्काल बर्खास्त गर्नुपर्छ। भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदसम्म कानुनी कारबाही सरकारी कार्यालयको समय सकिएको छ र कतिपय कर्मचारीहरूलाई मन्त्रालयमा रहेका कर्मचारी सहसचिव अब अहिले आवत जावत रोकिएको छ र हामीले पनि सरकारी सदस्य बाहिर आइदिनु पार्किङ गरेर हामी आएका छौँ। नेपाल प्रहरीसँग समाज सुरक्षा पछाडि नेपाल आर्मी बसेको छ, स्ट्यान्डमा बसेको छ। अगाडि नेपाल प्रहरी आएका छन् भने पछाडि नेपाल आर्मी यहाँ आउजाउ गर्नको लागि समस्या हुन्छ। तपाईँहरूको आफ्नो सुझाव के छ? भित्र समन्वय भइरहेको छ। अहिलेलाई चाहिँ तपाईँहरूले अर्थ मन्त्रालयको सचिवहरू सबै भित्रोपत्रको भ्रष्टाचारसँग संलग्न मान्छे इन्सपेक्टरमा चाहिँ बसेर गएका होइन। मलाई त्यही गर्यो त अहिले एकदमै रिक्वेस्ट गरेको हो होइन। तपाईँहरू गरेको हाम्रो भनेको मान्छे तपाईँहरूको समन्वय भइरहेको छ होइन। कतिजना जाने हो भित्र अहिले जानु होला। आफ्नो ठाउँमा पुरा गर्नु
भनेको मान्दैन तपाईँहरूले भनेको माने धेरै माने सबैजना गएर त्यहाँ बस्दै सर हामी गाइदिने हो होइन हामीले त्यो त्यतिकै फोकटमा आएको पनि होइन हामीसँग त्यस्तो फोकटमा समय आउने सिंहदरबार छिरिरहने रहर पनि छैन होइन समन्वय के सर हामीहरूलाई त्यस्तो गर्न आएको होइन कर्मचारी यहाँ चाहियो साढे 3 बजीसम्म त्यही बसेको हो क्या सर त्यही बसेर हजुरहरूले